तपाईहरुले धेरै सोध्नु भयो थियो कि एउटा मिनी मार्ट खोल्न चाहिँ कतिको लगानी चाहिन्छ भनेर है। ल म भनिछु तपाईहरुलाई कतिको लगानी चाहिन्छ। पहिला चाहिँ मेरो मार्ट यसो हेर्नु होला। मैले एमा चाहिँ कतिको लगानी राखेको छु म तपाईलाई देखाउने छु है त। बाहिरबाट पनि देखाउँछु है त म। योबाट चाहिँ मेरो यस्तो छ है मार्ट, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मेरो बोर्ड छ र बाटो अहिले कन्स्ट्रक्सनमा छ, बन्दैछ है। यस्तो जुगाडमा चलिराख्नु परेछ। ल यो चाहिँ बाहिरको लुक हो। म हजुरहरुलाई भित्र देखाउँछु है त। ल यो चाहिँ मेरो काउन्टर एरिया पर्यो है। यस्तो देखिन्छ मेरो मार्ट चाहिँ। यो फ्रिजहरु भयो हैन, यो डिप फ्रिजहरु भयो। अनि चाहिँ यता नि अर्को आइसक्रिम छ, त्यता कोकोलाको छ है। यो चाहिँ मेरो काउन्टर एरिया पर्यो, हेर्न सक्नुहुन्छ है। यसरी सेटअप गरेको छु मैले है। अब तपाईहरुले चाहिँ अब फ्रिज चाहिँ किन्न पर्दैन, इनोर चाहिँ हजुरले आइसक्रिमबाट चाहिँ लिँदा सक्नुहुन्छ, कम्पनीसँग डिल गरेर लिन सक्नुहुन्छ है। अब र्याकहरुको कुरा गर्नु पर्यो भने चाहिँ यो र्याकहरु चाहिँ मैले यही बनाएको, हेर्न सक्नुहुन्छ। यो चाहिँ 1 इन्चको पाइपबाट मैले बनाएको छु। ल हेर्न सक्नुहुन्छ, यो सबै प्लाइवुड हो है। 12 इन्चको प्लाइ हो यो है, हेर्न सक्नुहुन्छ। सबै र्याकहरु चाहिँ मैले यही बनाएको। यसमा चाहिँ के छ भन्दा यो पिस काटेर यहाँ ड्रिल गरेर अनि त्यसपछि त्यसमा पुटिङ लगाएर अनि यो इनामेल पेन्टले गरेको। यो चिल्लो छ नि त इनामेल पेन्ट, अनि लङ लास्टिङ अनि पुस्न पनि सजिलो हुन्छ के। 1 इन्चको पाइप तलबाट यसरी गराएको छु, हेर्न सक्नुहुन्छ। तपाईले चाहिँ यहाँ बनाउँदा चाहिँ एउटा के हुन्छ भन्दाखेरि तपाईलाई ठ्याक्कै आधी दाममा हुन्छ के। अब तपाईहरुले चाहिँ अब रेडिमेड किन्नु भयो भने चाहिँ हजुरहरुलाई चाहिँ 8-9 लाख रुपैयाँ पर्छ है। यत्रो सानो यत्रोमा बनाउँदा पनि है 8 लाख जति भेट्न जान्छ के हजुरलाई। अब मैले चाहिँ सोध्न गएको, मलाई चाहिँ अब त्यही हो 7 देखि 8 लाख भनेको थिएँ हैन। त्यो भनेको त्यही हो कि 8 लाख नै हुन्छ हैन। अब तपाईहरुले चाहिँ आफै बनाउनु भयो चाहिँ 3 लाखमा बन्छ। यो चाहिँ मेरो 3 लाखमा सेटअप भएको यो सबै र्याकहरु चाहिँ है। पलाइदेखि लिएर फलमदेखि लिएर सबै कामदार यताउता सबै गरेर 3 लाखमा सेटअप भएको मेरो। अब कसरी बनाउँछु भन्दाखेरि हेर्न सक्नुहुन्छ। यो जाली चाहिँ पछि यतादेखि स्टिच हानेको, किनकि अलि त्यस्तै फिल देओस् भनेर है। यो चाहिँ मैले पिन्ट्रेस्टबाट निकालेर गरेको हो, हेर्न सक्नुहुन्छ। यतिको ग्याप छोडेको छु झाडु पोछा गर्न सजिलो होस् भनेर। अनि यो सबै 1-1 इन्चको, यो 1-1 इन्चको हेर्न सक्नुहुन्छ है। अनि सामान चाहिँ मेरोमा चाहिँ लगभग 10 लाख जतिको छ। तपाईलाई रफली एस्टिमेट गर्न पर्दा चाहिँ 15 लाखले तपाईहरुले यतिको मिनी मार्ट चाहिँ खोल्न सक्नुहुन्छ है मज्जाले। 15 लाख भयो भने चाहिँ यतिको चाहिँ मज्जाले किन्न सकिन्छ, खोल्न सकिन्छ, यतिको मज्जाले खोल्न सकिन्छ। ल है त।